नमस्ते साथीहरू, आज हामी युरोपको बाल्कन प्रायद्वीपमा रहेको एउटा सुन्दर देशको यात्रा गर्दैछौँ, नर्थ मेसेडोनिया। यो सानो राष्ट्र आफ्नो समृद्ध इतिहास, मनमोहक प्राकृतिक सौन्दर्य र जीवन्त संस्कृतिले भरिएको देश हो। आजको यो भिडियोमा हामीहरूले नर्थ मेसेडोनियाको इतिहास, संस्कृति, भूगोल, वैदेशिक रोजगारी, भिसा र यहाँका मुख्य आकर्षणहरूका बारेमा, साथै यो देशमा वर्क भिसामा जाँदा कस्तो हुन्छ या भिजिट भिसामा जाँदा कस्तो हुन्छ, भनौँ स्टुडेन्ट भिसामा जाँदा कस्तो छ, नेपालबाट या अन्य कुनै साउथ एसियन कन्ट्रीहरूबाट हामीले कसरी एप्लाई गर्ने, प्रोसेस कसरी गर्ने, कमाइ कति हुन्छ, यो कन्ट्रीमा जान लागत कति लाग्छ, जान ठिक छ या छैन, कमाइको हिसाबले यो कन्ट्रीमा जान ठिक छ या छैन, र यो कन्ट्री सेन्जेन जोनमा आबद्ध छ कि छैन, र यो कन्ट्रीमा गइसकेपछि हामी यो कन्ट्रीबाट अन्य कुनै कन्ट्रीमा लिगल्ली या इलिगल्ली जान सकिन्छ या सकिँदैन, मिल्छ या मिल्दैन, यी सम्पूर्ण कुराहरूको बारेमा आज यो भिडियोमा चर्चा गर्नेछौँ। त्यसैले साथीहरू, अझै पनि यो च्यानलमा नयाँ हुनुहुन्छ र यो भिडियोलाई पहिलोपटक हेर्दै हुनुहुन्छ भने प्लिज यो च्यानललाई सब्सक्राइब गरिदिनुहोला। त्यसको साथसाथै तल रहेको बेल आइकनलाई पनि प्रेस गरेर अल नोटिफिकेसनमा क्लिक गरिदिनु होला, यस्तै नयाँ जानकारीमूलक भिडियोहरूको लागि है त। नर्थ मेसेडोनिया युरोपको बाल्कन प्रायद्वीपमा रहेको एउटा अति नै सुन्दर र सानो देश हो। यसको राजधानी स्केप जो हो। यो देशले सन् 1991मा युगोस्लाभियाबाट स्वतन्त्रता प्राप्त गरेको थियो भने यो देशको नाममा दशकौँसम्म ग्रिससँग विवाद चलेको थियो र 2019मा ग्रिससँगको सम्झौतापछि यो देशको नाम रिपब्लिक अफ नर्थ मेसेडोनिया राखिएको थियो। यहाँको मुख्य भाषा मेसेडोनियन नै हो भने अन्य बोलिने भाषामा अल्बानियन, सर्बियन, बोस्नियन र अर्मानियन पर्दछन्। यहाँको जनसङ्ख्या लगभग 20 लाखको हाराहारीमा रहेको छ भने यो देशको क्षेत्रफल जम्मा 25,426 वर्ग किमी रहेको छ। यो देश हाम्रो नेपालभन्दा लगभग 6 गुणा सानो रहेको छ। यहाँको भूभाग मुख्यतया पहाड नै पहाडले भरिएको छ, जसमा 15% भन्दा बढी विशाल हिमालहरू रहेका छन् भने 50 भन्दा बढी सुन्दर तालहरू रहेका छन्। वारदात नदी यो देशको सबैभन्दा लामो र महत्त्वपूर्ण एवं सुन्दर नदी रहेको छ भने यो देश नेपाल जस्तै भूपरिवेष्टित राष्ट्र हो। यहाँ यो देशलाई कुनै पनि सामुद्रिक तटहरूले छोएको छैन र यो देशको सिमाना कोसोभो, सर्बिया, बुल्गेरिया, ग्रिस र अल्बानियासँग जोडिएको छ भने यहाँ मुख्यतया अर्थोडक्स क्रिस्चियन 60.4% र मुस्लिम 32.2% धर्म मान्ने मान्छेहरू रहेका छन्, तर अन्य धर्म मान्ने मान्छेहरू पनि छन्, नगन्य मात्रामा मात्र है। तसर्थ यहाँ हामीहरूले बुझ्न सकिन्छ कि यहाँ अर्थोडक्स क्रिस्चियन र मुस्लिम धर्मावलम्बीहरूको बाहुल्यता रहेको छ भने यहाँको मुद्रालाई दिनार भनिन्छ र अहिलेको एक्सचेन्ज रेट अनुसार 1 मेसिडोनियन दिनार बराबर 2.75 नेपाली रुपियाँ हुने गर्दछ। यहाँको सरकार एकात्मक संसदीय गणतन्त्र राष्ट्रपति प्रणालीमा रहेको छ। हाल यहाँका राष्ट्रपति मैले तपाईँहरूलाई स्क्रिनमा देखाएँ है, फोटो र नामहरू। मैले अलिकति यो प्रोनाउन्सिएसन गर्न गाह्रो भएको कारणले गर्दा तपाईँहरू आफै हेर्नुहोला। र यहाँका मानिसहरूको प्रति व्यक्ति आय जम्मा 9,882 वर्षभरिमा यहाँका मानिसहरूले कमाउने एभरेज इन्कम भनेको $9,882 रहेको छ भने तपाईँहरू आफै आकलन गर्न सक्नुहुन्छ। यो देश अन्य युरोपियन देशहरूभन्दा आर्थिक अवस्थामा अलिकति नाजुक रहेको देखिन्छ। तपाईँहरू हेर्न सक्नुहुन्छ मेरो अन्य भिडियोहरूमा, त्यसमा अन्य युरोपियन देशहरूको प्रति व्यक्ति आय लगभग 40-50 हजार डलरको हाराहारीमा रहेको देखिन्छ। यो एउटा विकसित भन्दा पनि विकास उन्मुख देश हो। त्यस्तै गरी यहाँको कलिङ कोड, इन्टरनेसनल कलिङ कोड रहेको छ +389। साथीहरू, अब कुरा गरौँ यहाँको प्रख्यात र प्रसिद्ध पर्यटकीय स्थलहरूको बारेमा। नम्बर 1 मा रहेको छ ओहोरिद ताल। यो युरोपको सबैभन्दा पुरानो र गहिरो तालमध्ये एक हो। यो ताललाई विश्व सम्पदा सूचीमा पनि राखिएको छ। यहाँको पानीको पारदर्शिता, शान्त वातावरण र ताल किनारमा रहेका पुराना सहरहरूले यो ताललाई निकै नै आकर्षक र मनमोहक बनाएको छ। यो ताल थुप्रै पर्यटकहरूको आकर्षणको केन्द्र पनि बनेको छ र यो तालको वरपर पुरानो सुन्दर सहरहरू, तालको किनार वरपर सुन्दर आकर्षण चर्चहरू र पुराना किल्लाहरू, त्यस्तै गरी यहाँ
डुङ्गा यात्रा गर्न पनि पाइन्छ। त्यस्तै गरी यहाँ पौडीको मजा पनि लिन पाइनेछ। नम्बर 2मा रहेको छ स्कोप्जे सहर। स्कोप्जे सहर यहाँको राजधानी सहर पनि हो र यो सहर यहाँको सबैभन्दा ठुलो सहर पनि रहेको छ र यो सहरले पुरानो जीवनशैलीको संयोजन देखाउँछ, जहाँ ठुल्ठुला मूर्तिहरू, पुराना किल्लाहरू, अटोमनकालीन बजार र ठुला पार्कहरूले सजिएको छ र यो सहर निकै नै आकर्षक देखिन्छ। नम्बर 3मा रहेको छ मटका क्यानियन। राजधानीको नजिकै रहेको एउटा प्राकृतिक क्यानियन जहाँ सुन्दर ताल, टापु, सुन्दर ओडार र बोटिङका लागि यो प्रख्यात ठाउँ हो र यो निकै नै मनमोहक र आनन्ददायक छ। नम्बर 4मा रहेको छ माभरोबो नेसनल पार्क र लेक माभरोबो। यो देशकै सबैभन्दा ठुलो राष्ट्रिय पार्क हो। यहाँको सुन्दर ताल, पहाडका बाटा, वन जङ्गलहरूका बाटा र हाइकिङको लागि यो ठाउँ निकै नै प्रसिद्ध रहेको छ। र नम्बर 5मा रहेको छ बिटोला। यो नर्थ मेसेडोनियाको दोस्रो ठुलो सहर हो। पुरानो अटोमनकालीन वास्तुकला, ऐतिहासिक स्थलका लागि यो सहर निकै नै प्रसिद्ध रहेको छ। यहाँ पुराना प्राचीन रोमन सहरहरू, मुख्य राम्रा सडकहरू र क्लक टावरको लागि यो सहर निकै नै प्रसिद्ध रहेको छ। साथीहरू, अब कुरा गरौँ यो देशको केही रोचक तथ्यहरूको बारेमा। यो देशले सन् 2019मा आधिकारिक रूपमा नै आफ्नो नाम परिवर्तन गरेर नर्थ मेसिडोनिया राखेको थियो। यसअघि यो देशलाई मेसिडोनिया मात्रै भनेर चिनिने गरिन्थ्यो। यो देशको राजधानी स्कोप्जेमा थुप्रै मूर्ति तथा स्ट्याचुहरू रहेका छन्। जस्तै हाम्रो देश नेपालको राजधानी काठमाडौँलाई मन्दिरको सहर भनेर चिनिने गरिन्छ भने यो देशको राजधानी स्कोप्जेलाई पनि मूर्तिको सहर भनेर चिनिने गरिन्छ। त्यसैले यो सहर या यो सिटीलाई सिटी अफ स्ट्याचु पनि भनेर चिनिने गरिन्छ र विश्व प्रसिद्ध मानव श्री मदन टेरेसाको जन्म पनि यही नर्थ मेसिडोनियाको राजधानी स्कोप्जेमा भएको थियो। यो देश नेपाल जस्तै ल्यान्डलक कन्ट्री हो, भूपरि बेष्टित राष्ट्र हो। यहाँ चर्च र मस्जिदहरू एक आपसमा नजिकै देख्न पाइन्छ, जसले जनाउँछ कि यहाँको धार्मिक सहिष्णुता कति राम्रो छ भनेर। यो देश बाल्कन क्षेत्रको उत्तम वाइन उत्पादन गर्ने देशहरूमध्ये पर्दछ, तर धेरैलाई यो कुरा थाहा छैन। यो देशमा ठुला पहाडहरू र सुन्दर राष्ट्रिय निकुञ्जहरू पनि रहेका छन् भने यहाँ रोमन, वाइजेन्टाइन र अटोमन साम्राज्यका विशेष अवशेषहरू आज पनि जीवितै देख्न पाइन्छ। र अर्को महत्त्वपूर्ण कुरा साथीहरू, यदि तपाईँहरू यहाँ घुम्न जाने प्लानमा हुनुहुन्छ या स्टुडेन्ट भिसामा जाने प्लानमा हुनुहुन्छ भने यो भिडियो हेरिसकेपछि तपाईँहरूलाई कौतूहलता लाग्यो होला जान्नको लागि है, कि यदि हामी त्यहाँ गइयो भने कस्तो छ त यो कन्ट्रीमा चाहिँ एक्सपेन्सेस कस्तो छ, कति महँगो छ, कति खर्च लाग्छ भन्ने कुराहरूमा यदि तपाईँहरू यहाँ जाने प्लान हुन्छ स्टुडेन्ट भिसामा या भिजिट भिसामा भनेदेखि अन्य युरोपियन कन्ट्रीहरूमा भन्दा यो कन्ट्रीमा एकदमै सस्तो छ खाना या बस्नको लागि, लजिङ फुडिङको लागि। र साथीहरू, यो अन्यत्र युरोपियन कन्ट्रीहरूभन्दा अलिकति नाम नसुनिएको कन्ट्री हो र यो पर्यटनको हिसाबले पनि अहिले निकै नै फस्टाउँदै गएको छ। पहिला त्यति नाम सुनिने थिएन र पर्यटकहरूलाई पनि त्यति थाहा थिएन, तर अहिले बिस्तारै जब यो सोसियल मिडियाहरू आइसकेपछि, अब सामाजिक सञ्जाल युट्युबहरू आइसकेपछि चाहिँ यसको चाहिँ निकै नै लोकप्रियता बढ्दै गएको छ र मान्छेलाई थाहा हुँदै गएको छ। त्यसैले यहाँ अहिले यो पर्यटनको लागि पनि यो देश निकै नै फस्टाएको छ। थुप्रै पर्यटकहरू त्यहाँ घुम्न जाने गर्नुहुन्छ यहाँको प्राकृतिक सौन्दर्यताको लागि। त्यस्तै गरी यहाँ नयाँ कुराहरूको इन्भेसनहरू हुने गर्दछ र साइन्टिस्टहरू पनि यहाँ निकै साइन्टिस्टहरू त्यहाँ गएर इन्भेसनहरू गर्ने कामहरू गर्नुहुन्छ। यो सम्पूर्ण कुराहरूको लागि यो देश निकै सुन्दर र प्रसिद्ध रहेको छ। त्यसैले थुप्रै पर्यटकहरूको आकर्षणको केन्द्र पनि यो कन्ट्री बनेको छ। र त्यस्तै गरी अर्को कुरा साथीहरू, यो सेन्जेन कन्ट्री हो वा होइन भन्ने कुराहरू तपाईँलाई जिज्ञासा लाग्न सक्ला। यो युरोपियन कन्ट्री त हो, युरोपियन युनियनमा त पर्दछ, तर यो सेन्जेन कन्ट्री चाहिँ होइन है। यदि तपाईँहरू जाँदै हुनुहुन्छ र तपाईँहरूलाई चाहिँ कसैले यो सेन्जेन कन्ट्री हो भनेर पैसा धेरै लिँदैछ भने एजेन्ट या मेन पावरले यो सेन्जेन कन्ट्री होइन। यहाँबाट गइसकेपछि तपाईँहरू लिगल्ली वेबाट अन्यत्र कुनै कन्ट्रीहरू जान सक्नु हुँदैन है त। त्यसैले तपाईँहरू बी केयरफुल रहनु होला जाँदै हुनुहुन्छ भने है। र साथीहरू, अब कुरा गरौँ त्यहाँ नेपाली कामदारहरू छन् कि छैनन्, पहिले अलरेडी गइसकेका छन् कि छैनन् र केही तथ्याङ्कहरू छ कि छैन भन्ने कुराको बारेमा मैले यहाँ चाहिँ वेबसाइटहरूमा या चाहिँ त्यहाँ गएको साथीहरूकोसँग पनि बुझेको थिएँ है। यहाँ मैले रिसर्च गर्दाखेरि चाहिँ त्यहाँ अहिले खासै त्यति धेरै नेपाली कामदारहरू रहेको पाइनँ मैले अहिलेसम्म। साथीहरू, त्यहाँ करिब 275 जना नेपाली कामदारहरू यहाँ चाहिँ कामको लागि गएका रहेछन् र जसमध्ये 97 जना 2023मै गएका रहेछन् भने अन्य
त्यहाँभन्दा बढी अरू जति पनि कामदारहरू गएका छन् त्यसपछि गएका रहेछन् भने टोटल त्यहाँको तथ्याङ्क अनुसार 275 जना नेपाली गएका रहेछन्। र अर्को कुरा साथीहरू, त्यहाँ गइसकेपछि मानिसहरू त्यहाँबाट भाग्ने अन्यत्र मुभ हुने हुँदाखेरि चाहिँ एक्ज्याक्टली यति नै छन् भन्ने कुरा त तथ्याङ्कमा थाहा लागेको छैन। तर एभरेजमा 275 जना यहाँ देखाइरहेको छ है त। भनेपछि त्यहाँ अलरेडी मान्छेहरू गइरहेका छन् नेपालीहरू भन्ने बुझ्न सकिन्छ। र अर्को कुरा साथीहरू, अब यहाँ गइसकेपछि कस्तो कस्तो प्रकृतिको काम पाइन्छ भन्ने कुराहरू तपाईँलाई कौतूहलता लाग्यो होला। यहाँ प्रायःजसो नेपालीहरू जाने भनेको क्याटरिङ, होटल रेस्टुरेन्टहरूमा, अनि कन्स्ट्रक्सन वर्करको लागि, र अर्को कपडा उद्योग, टेक्सटाइल पनि भन्ने गरिन्छ यसलाई, कपडा उद्योगमा पनि जाने गर्दछन्। र त्यस्तै गरी हेभी ड्राइभरहरू, जस्तै अब के भन्छ त्यसलाई, डोजरहरू चलाउने जस्तो, अनि लोरीहरू चलाउने त्यस्तो हेभी ड्राइभरहरूमा पनि केही साथीहरू जानुभएको रहेछ। र त्यहाँ दक्ष कामदारहरू पनि जान सक्छ, अर्धदक्ष कामदारहरू पनि जान सक्छ है। त्यसमा कुनै यो म्यान्डेटरी छैन कि यो स्किल वर्कर मात्र जान मिल्ने या चाहिँ स्टुडेन्टहरू मात्र जान मिल्ने, अरू नमिल्ने भन्ने कुरा हुँदैन। यदि तपाईँसँग सिप छ भने पनि जान सक्नुहुन्छ, सिप छैन भने पनि तपाईँ त्यो कन्ट्रीमा जान सक्नुहुनेछ है त। र अब कुरा गरौँ यहाँको स्यालेरीको बारेमा। बेसिक स्यालेरी भनेको जम्मा 450 युरो हो है। स्किल वर्करमा जाँदै हुनुहुन्छ भनेदेखि 700 देखि 1200सम्म 1200 युरोसम्म तपाईँहरूले चाहिँ कमाउन सक्नुहुनेछ। तर नर्मल वर्कर, जनरल वर्करको लागि हो भने 450 युरो है त, जुन भनेको 40-50 हजार हो। धेरै आश लिएर चाहिँ नजानु होला, धेरै लगानी गरेर नजानु होला भन्न चाहेँ म। र अब कुरा गरौँ त्यहाँ तपाईँ गइसकेपछि के सुविधा पाउनुहुन्छ लजिङ फुडिङको बारेमा है। र धेरैजसो कम्पनीहरूले कामदारलाई बस्ने एकोमोडेसन चाहिँ प्रोभाइड गर्ने गर्दछन्, र कुनै कम्पनीले खाना दिन्छन् भने कुनै कम्पनीले दिँदैनन्। र त्यस्तै केही कम्पनीहरूले फुड टिकट भनेर, फुड एलाउन्स, फुड टिकट भनेर दिने गर्दा रहेछन् भने। र प्रायःजसो कम्पनीहरूले स्वास्थ्य बिमा, हेल्थ इन्सुरेन्स पनि गराउने गर्दछन् है त। भने बस्नको लागि तपाईँहरूलाई एकोमोडेसन एकदमै सुन्दर र राम्रो, गल्फ कन्ट्रीमा जानुहुन्छ या एउटै रुममा चाहिँ 5-7 जना बस्ने त्यस्तो होइन, राम्रो व्यवस्थित एकोमोडेसनहरू दिने रहेछ। र अब जाने कसरी त भन्दाखेरि त्यहाँको कम्पनीहरूले, त्यहाँको चाहिँ इम्प्लोयरहरूले यहाँको एजेन्सीहरूलाई कन्ट्याक्ट गर्दा गएर रहेछ, र त्यो एजेन्सी थ्रु नै हामी जाने हो। मेन पावर एजेन्ट या एजेन्सी थ्रु नै जाने हो। जति पनि युरोप पठाउने मेन पावरहरू छ, त्यो मेन पावरहरूले प्रायः युरोप पठाउने मेन पावरहरूले त्यो कन्ट्रीमा पनि पठाउने गर्दछ। त्यहाँ गएर तपाईँहरू आफै गएर राम्रोसँग बुझ्न सक्नुहुनेछ जेन्युन मेन पावरमा। र अब यहाँ अब पहिला चाहिँ के थियो भन्दा साथीहरू, पहिला जति पनि साथीहरू त्यहाँ जानुभयो, त्यहाँ जानको लागि इन्डिया भिएफएक्सको लागि जान पर्दो रहेनछ। तर अहिले चाहिँ नेसेसरी नै बनाएको रहेछ, इन्डिया जानैपर्छ हामी भिएफएक्स फेस हुनको लागि है। कतिपय साथीहरूले इन्डिया जानुपर्छ कि पर्दैन भनेर पनि सोध्नुहुन्छ। इन्डिया जानैपर्छ डकुमेन्टहरू सबमिट गर्नको लागि। पहिला चाहिँ के हुन्थ्यो भन्दाखेरि एजेन्टहरूले नै चाहिँ तपाईँको डकुमेन्ट लिएर वहाँ गएर त्यो सम्पूर्ण प्रोसेसहरू गर्न मिल्ने रहेछ। तर अहिले मिल्दैन, त्यो क्लियर रहनु होला। अब चाहिने अब कागजातहरू के हुन् त भनेर अब जिज्ञासा लाग्न सक्छ कतिपय साथीहरूलाई। मेन पावरमा जानुभयो भने मेन पावरले नै सबै कुराहरू बताउने गर्दछ, र त्यही अनुसार तपाईँले फलो गर्न सक्नुहुनेछ। तपाईँलाई कौतूहल लाग्न सक्ला के कागजात चाहिन्छन् त भनेर। जस्तो शैक्षिक प्रमाणपत्र है, जस्तै तपाईँको एजुकेसन सर्टिफिकेटहरू, पुलिस रिपोर्टहरू, त्यस्तै गरी स्वास्थ्य बिमा, हेल्थ इन्सुरेन्सहरू, र आवश्यकता परे साथीहरू त्यसलाई चाहिँ सम्पूर्ण तपाईँको शैक्षिक योग्यताहरूदेखि लिएर तपाईँ जति पनि डकुमेन्टहरू छ त्यसलाई कहिलेकाहीँ प्रमाणीकरण गरेर त्यहाँको ल्याङ्ग्वेजमा कन्भर्ट गरेर पनि अपस्टाइल गर्न पर्ने रहेछ। यो सम्पूर्ण कुराहरू तपाईँको चाहिँ एजेन्सीले तपाईँलाई भन्ने गर्दछ, र त्यही अनुसार तपाईँले काम गर्नुहोला। र अब शैक्षिक, त्यहाँ जान चाहिँ शैक्षिक योग्यता कति चाहिन्छ त भनेर कतिपय साथीहरूले सोध्नुहुन्छ। कुनै क्राइटेरिया छैन। र उमेरको हद पनि कतिपय साथीहरूले सोध्नुहुन्छ। उमेर हद यति नै भनेर पनि भनेको छैन। तपाईँहरू 45-50 वर्षसम्म पनि जान सक्नुहुनेछ, 18 वर्षदेखि माथि है। अब लगानी कति लाग्छ त भनेर कतिपय साथीहरूले सोध्नु भएको छ है। अब अहिले कतिपय साथीहरू पहिला 4-5 लाखमा पनि जानुभएको रहेछ, र अहिले एजेन्सीहरूले 9-10 लाख पनि भन्ने गर्नुभएको रहेछ। अब म तपाईँहरूलाई के भन्छु भने साथीहरू, के सजेसन दिन चाहन्छु भने, यो युरोपियन महाद्वीपमा त पर्दछ, युरोपियन कन्ट्री त हो, तर यो सेन्जेन कन्ट्री होइन। यदि तपाईँहरू त्यहाँ जाँदै हुनुहुन्छ भने म त्यो कन्ट्रीबाट अन्यत्र कुनै कन्ट्री जान्छु, त्यहाँको चाहिँ भिसा देखाएर जान्छु भन्ने यसरी मिल्दैन है, यो क्लियर रहनु होला। र त्यहाँ तपाईँ गइसकेपछि अन्यत्र भाग्न त सक्नुहुन्छ। त्यहाँ गएर कतिपय साथीहरू चाहिँ ग्रिस जाने या अन्य कन्ट्रीहरू जाने, प्रायःजसो ग्रिस जाने गर्नु हुँदो रहेछ। तर त्यहाँ पनि एकदमै इल्लिगल डङ्की वेबाटै जाने हो। त्यहाँ पुलिसले तपाईँलाई पक्टे बोर्डरमा भनेदेखि डिपोर्ट गर्ने चान्स हुन्छ, गाह्रो छ, लिगल्ली होइन त्यो, आफूले रिस्क लिएर जानुपर्छ। त्यसैले चाहिँ अब भाग्न त भाग्नु भएको छ त्यहाँ गएर साथीहरू है, तर त्यो आफ्नो रिस्कमा गर्नुपर्नेछ सबै कुराहरू। त्यसैले यो कुराहरू
तपाईँहरूले ध्यानमा राख्नुपर्ने छ र लगानी धेरै लगाएर है मैले भनिहालेँ तपाईँहरूलाई यो मेरो सजेसन पनि हो तपाईँहरूले लगानी धेरै 9-10 लाख 12 लाख लगाएर चाहिँ नजानु होला त्यहाँ बस्ने भनेको 50-60 हजार मात्रै हो है तपाईँहरूको र अर्को कुरो महत्त्वपूर्ण कुरा साथीहरू जब लेटर अफर साइन गर्नुभन्दा पहिले मैले भनिहालेँ तपाईँहरूले चाहिँ एकचोटि राम्रोसँग पढ्नु होला त्यहाँ जे लेखिएको छ त्योभन्दा बाहेक तपाईँहरूले केही पनि पाउनुहुने छैन है त र त्यसैले अब तपाईँहरू स्टुडेन्ट भिसाको लागि जाँदै हुनुहुन्छ भने पनि त्यहाँ अब राम्रो छ स्टडीको लागि है अन्यत्र कन्ट्रीहरूको भन्दा बस्न खान लजिङ फुडिङ पनि एकदमै सस्तो भएको हुँदाखेरि तपाईँहरू त्यहाँ जान सक्नुहुनेछ र पार्ट टाइम जबहरू पनि त्यहाँको रुल एन्ड रेगुलेसन अनुसार तपाईँले पाउन सक्नुहुनेछ र साथीहरू आजको यो भिडियोमा यति नै अब तपाईँलाई अझै पनि केही कौतूहलता छ यो कन्ट्रीको बारेमा जान्ने अझै पनि केही पुगेन या चाहिँ तपाईँहरूलाई यो भिडियोमा पाइएन भनेदेखि तपाईँहरूले कमेन्ट गर्न सक्नुहुनेछ र मलाई इमेल पनि गर्न सक्नुहुनेछ पर्सनल्ली र त्यसै गरी त्यहाँ अलरेडी जानुभएको साथीहरूले यो भिडियो हेर्दै हुनुहुन्छ भने पनि तपाईँहरूलाई कतिपय साथीहरूले त्यहाँ क्वेसन सोध्नुहुन्छ है त्यसको एन्सर दिनु होला ताकि नेक्स्ट जो जाँदै हुनुहुन्छ उहाँलाई चाहिँ हेल्प मिलोस् भन्दै साथीहरू आजको यो भिडियोमा यति नै अर्को भिडियोमा यस्तै कुराहरू लिएर आउने छु त्यति बेलासम्मको लागि बिदा हुन चाहन्छु हस्त नमस्ते